तपस्या गरे ईश्वरी प्रसन्न भएर मातृका गणको अधिपति भए भन्ने वरदान दिइन्। हे अगस्त्य मुनि, यस्तै तरहले जहाँ जहाँ सतीदेवीको अङ्ग पतन भयो त्यहाँ त्यहाँ एउटा पीठ उत्पन्न हुँदै गयो। सबै पीठको सङ्ख्या 7.5 करोड छ। मैले तिमीलाई संक्षेपले केही पीठको वर्णन सुनाए। यी पीठहरूमध्ये एउटाको मात्र पनि श्रद्धापूर्वक दर्शन गरे मनोकामना पूरा हुनेछ, यसमा शङ्का छैन। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां सतीदेव्या अङ्ग प्रत्यङ्ग पतन स्थान उत्पत्ति स्थान पीठोत्पत्ति वर्णनम नाम 10मोऽध्याय। श्री स्वस्तानी परमेश्वरी को जय, उमामहेश्वर भगवान को जय, सिद्धिविनायक भगवान को जय, लक्ष्मीनारायण भगवान को जय, भक्तासुरताहरूको जय, आशा कुटुम्बरी जय। आज रिस उठिएछ। त्यसलाई ऋषि जिउलाई यहाँ बा पनि भेटिनु होइन जय